यी हुन् लिसा लिङ्ग। उनी 2006 मा नेपालबाट डाक्टर सन्दुक रुइतको ठूलो टिमको सदस्य बनेर अन्डरकभर एजेन्ट बनेर उत्तर कोरिया गएकी थिइन्। त्यसको 3 वर्षपछि उनकी बहिनी लौरा लिङ्ग उत्तर कोरिया र चीनको सीमामा समातिएकी थिइन्। पछि बिल क्लिन्टन गएर उनलाई छुटाउँछन्। यी दिदी बहिनीहरू ताइवानी मूलका अमेरिकी भएको र CIA गुप्तचरसँग निकट मानिन्छन्। दिदी लिसाले काम गर्ने नेशनल जियोग्राफी च्यानल अमेरिकाको डीप स्टेटको प्रचार च्यानल हो भनेर अमेरिकी जनतै भन्छन्। उनी अहिले CBS मा काम गर्छिन्। यस्तै सन्दुकले चलाउने बारबारा फाउन्डेसनको संस्थापक बारबारा एडम्स पनि नमोद CIA परिवारकी थिइन्। उनको नेपालको घरमा अमेरिकी जासुसहरूको रासलीला हुने गर्थ्यो भन्ने कुरा सबैलाई थाहा छ। अब सन्दुकले सल्लाह प्रशिक्षण दिइरहेका हामी नेपाल भन्ने एनजिओलाई स्टुडेन्ट्स फर फ्री टिबेटले स्पोन्सर गर्नु, अनि सन्दुक रुहित हरेक पटक फन्ड जेनेरेट गर्न अमेरिका जानु, अनि लिसा लिङलाई नक्कली पासपोर्ट बनाएर उत्तर कोरिया छिराउनु, जसले पछि गएर उत्तर कोरियाको बारेमा बकवास डकुमेन्ट्री बनाउँछिन्। उनको विज्ञानको कामलाई सलाम, तर यो राजनीतिक काम सबै संयोग मात्र हो भनेर नेपाली जनताले पत्याइदिनु पर्ने हो। अनि डाक्टर सन्दुक रुइत पनि आधा टिबेटन हुन् र उनलाई फ्री टिबेटसँग जोड्नु चौथो संयोग हो। आँखाका भगवान हुन् भन्दैमा राजनीतिको पनि भगवान हुन भन्न मिल्दैन। डाक्टर सन्दुकले जवाफ दिनु पर्दैन।